बुझ्नु ल यहाँ फोन हुन्छ के भयो भयो सिद्धि हाम्रो एमाको चाहिँ हैन रिजेक्ट आएर हैन आज चाहिँ नयाँ स्कुटी आएको हो सो हैन मेरो फ्यामिली मेम्बर चाहिँ ह्यापी हुन्छ कि नै हैन हेलो नमस्ते सबजना सन्चै हुनुहुन्छ होला म पनि सन्चै छु यसमा सुमन यहाँ बोला हजुरलाई स्वागत छ मेरो प्यारो युट्युब च्यानलमा आफ्टर 2-4 दिन पछि बोलाएर त्यही नि हामी चाहिँ अहिले यो चाहिँ साइडतिर आएको छौँ है यो साइडतिर आएको छौँ नुवाकोट भन्ने ठाउँमा त्यही नै हो अब चाहिँ हामीले यहाँ यताउति यो हुन्छ नि यो जसलाई यो कोठा बनाएर चाहिँ अब जेसिबी लाएर त्यहाँ खाल्डो खनाउने हो यो नापेर त्यही नै हो एन्ड अरू चाहिँ के भन्नु छ र केही पनि छैन होइन यस्तो मस्त घाम लागेको छ चिलमा होइन ओए भब्बा हाल्दो सूर्य होइन ल नमस्कार गर्दै हाल्नु सबैले नमस्ते अघि आएर होइन र ड्याड्स एन्ड दाई अनि यताको भ्यू चाहिँ भब्बा हाल्छ है नक्करको भ्यू रियल कलेज शैली यत्तिकै चाहिँ यतिकै भ्यू चाहिँ होइन त्यही नि अब त हामी त्यहाँ काम गरेर त्यसपछि बल्ल म आउनेवाला छु सुरु गर्नेवाला छु त्यही नि हो पहिला काम गरौँ त्यहाँ बल्ल भलक बनाऊँ त्यही नै हो एन्ड अझ हजुरलाई एउटा इन्फर्मेसन दिनु छ त्यही नै हो तपाईँलाई चाहिँ एउटा खतरा इन्फर्मेसन छ होइन के भन्छ एउटा चाहिँ म अब 2-4 दिन पछि चाहिँ होइन सायद यसको भलक पनि बनाउँछु होला सो एउटा न्यू बेबी कम टु होम होइन एउटा बेबी चाहिँ घरमा आउनेवाला छ होइन सो त्यही नै हो एन्ड अनि यताको भ्यू पनि यस्तो मिठो देखिएको छ है अहिले जेसिबी पनि आइसकेको छ फाइनल्ली त्यहाँ जेसिबीले काम गर्दैछ यताउति होइन त्यही नै हो एन्ड अहिले चाहिँ नुवाकोटको डाँडामा यस्तो चिल छ है गर्मी होइन तर चिसो हुन्छ बबाल चिसो हुन्छ यता पनि ठिकै त्यही नै हो बजार पनि अब देखिएन राम्रोसँग बजार चाहिँ ऊ त्यो खोल्टामा पर्छ जसलाई क्रोको वेट पर्सन हल्का हल्का देख्यो त्यो खोल्टामा पर्छ त्यही नै हो केटाहरू गाह्रो छ है एकदमै गाह्रो छ होइन के गर्ने काम त गर्नु पर्यो है 12 सकेर फाल्टुमा है घुम्न फाल्टुमा बस्न भन्दा नि हल्का काम गरेर स्याप्प हल्का आफूलाई रोजीरोटी भनौँ न त्यही रोजीरोटी यसो हुन्छ कि भनेर यताउति गरे हो काम मलाई त गर्ने थिएन मैले त्यसले यस्तो मिठो फेरि यस्तो बवालदार देखिन्छ कि होइन भ्यू पनि हरियो डाँडा पारी अरू के छ र होइन ठिकै हो त्यही नै हो भेट्दै गरौँ अहिले म बजारले झर्नेवाला छु कफीको यो काम भ्याएपछि त्यही नै हो सेकेन्ड आउट ल हाम्रो घरमा चाहिँ 2-4 दिन पछि चाहिँ होइन बेबी आउनुको लागि चाहिँ हाम्रो यहाँ तयारी हुँदै हो हाम्रो दिले गर्दै हुन्छ यता हुन्छ मम्मी हाम्रो भाइ भर्खर कामबाट आएको छ ओके नाइ भन्न अनि त्यही आज डबल खुसी किन भन्छ होइन अब 2-4 दिन पछि नयाँ बेबी प्लस आज चाहिँ 81 होइन नयाँ एउटा बेबी आइसकेछ होइन खास त अर्को बेबीको लागि भलक बनाएको खास होइन तर यहाँ अर्को बेबी आएछ कि बब्बाल बेबीवाला आएछ होइन गाह्रो छ सो त्यही नै हो हेर्दै जाऊँ होइन तपाईँलाई म चारवटा लाएर होइन यस्तो मिठो तरिकाले देखाउनेवाला छु कि होइन त्यही नै हो आज चाहिँ यताउति रमाइलो छ होइन काम चाहिँ पनि उहाँ पनि गरेर आइसक्यो होइन तर यहाँ घरमा पनि काम गरेर मस्त चाहिँ गरेर होइन यताउति एन्ड त्यही नै हो हाम्रो चाहिँ यता पनि काम गरेर यस्तो 4टा लाएर भ्याइसकेको सो त्यही नै हो एन्ड त्यो अब त्यो स्टिम माथि लाउनु न एन्ड हो ऊ त्यहाँ राख्नु न स्याप लाएर तपाईँलाई चाहिँ अब म मिठोवाला देखाउनेवाला छु होइन एउटा नयाँ कन्टेन्ट नयाँ हाम्रो बेबी साउन्ड सुनिराख्नु भएको छ होला फ्या मार्ला होइन म ताजिराख्नु भएको छ होला फ्या मार्ला होइन म ताजिदिन्छु नयाँ बेबीलाई जसलाई है हाम्रो फेरि सुजन बेबी कता छु
के अरे हाम्रो कन्टेन्ट छ कट्टु गर्न देखाइदिन्छ फेरि भन्न मेरो भाइ त्यहीले हो अब चाहिँ मैले तपाईँलाई 3, 2, 1 गो अब मेरो न्यू बेबीलाई टाक्क देखाउँछु आजै लिएर आएको दिउँसो होइन तर फेरि नम्बर प्लेट पनि आजै राखिसकेको छु कि होइन मैले भन्दा नि अब म यहाँ घरै बसेर काम गरिरहेको थिएँ मस्त होइन सो त्यही नै हो हाम्रो यो बाबाले चाहिँ त्यही आजै निकालेर आजै नम्बर प्लेट राखेर पुरानो जस्तो देखाइदिइहालि सक्नुभयो सो त्यही नै नयाँ त नयाँ बेबी हो आजै आएको बेबी हो सो तपाईँलाई भलकमा देखाउनु बेला छु यसको नाम चाहिँ एमा कम्पनीको है सो यसको नाम चाहिँ एमा कम्पनीको कुन हो तपाईँलाई स्याट्ट पारेर चट्टला देखाउनु बेला छु सो त्यही नै हो हाम्रो दिदीहरू साइड साइडमा हुनुहुन्छ हेर न फेरि लजौटी होइन ल हाम्रो फेरि कन्टेन्ट चाहिँ कट्टुकोले पनि देखाइन्छ अहिले यतिको त मेरो भाइरल यो क्लिप चाहिँ मैले भाइरल बनाउने हो फेरि कन्टेन्ट चाहिँ कट्टुकोले पनि देखाइन्छ अहिले यतिको त मेरो भाइरल यो क्लिप चाहिँ मैले भाइरल बनाउने हो सो त्यहीले अब ल ढिला नगरिकन 3, 2, 1 को देखाउनु बेला छु सो के अरे कन्टेन्ट चाहिँ फेरि कट्टु गरेर देखाइदिन्छु ल त्यही नै हो ल हेरिदिउँ एमाको चाहिँ होइन रेजेट आएर होइन आज चाहिँ नयाँ स्कुटी आएको हो सो होइन मेरो फ्यामिली मेम्बर चाहिँ ह्याप्पी हुन्छ कि नै होइन कस्तो लाग्यो चाहिँ हेरिदिनु होला होइन सो त्यही नै हो एन्ड आज म चाहिँ ह्याप्पी है त्यही नै हो फेरि कन्टेन्ट चाहिँ कट्टु त्यही नै हो होइन अरू त केही छैन होइन स्याप्प पाएर चट्टा लाएर चाहिँ होइन लाइक सेयर सब्सक्राइब चाहिँ गरिदिनु नबिर्सिनु होला सो देखिसक्नुभयो मेरो नयाँ स्कुटी त्यही नै हो एन्ड मेरो भाइ चाहिँ उताबाट जिस्काइरहेको छ होला होइन गाह्रो छ एन्ड त्यही नै हो माइलेज चाहिँ 11 मात्रै दिन्छ होइन सो त्यही नै हो यसको टप स्पिड भनेको चाहिँ 80 तक हो एन्ड फिल चाहिँ अब हाम्रो चाहिँ फेरि कोड यस्तो हुन्छ कि फेरि खतरा हो फेरि हामीहरू 6 भनिन्छ होइन यसको फेरि होइन माइलेज चाहिँ फेरि 6 दिन्छ कि फेरि एन्ड फिल चाहिँ अब हाम्रो चाहिँ फेरि कोड यस्तो हुन्छ कि फेरि खतरा हो फेरि हामीहरू 6 भनिन्छ होइन यसको फेरि होइन माइलेज चाहिँ फेरि 6 दिन्छ कि फेरि गाह्रो छ त्यही नै हो सो होइन देखिसक्नुभयो अब चाहिँ ढिला नगरिकन हामीले चाहिँ अब केटाहरूलाई देखाइदिइहालौँ ल ओए एमजी अनि हाम्रो स्कुटी यस्तै छ ल यस्तो भले छ रेड कलरमा अनि त्यही नै हो एन्ड अरू त म के भन्नु र अब साँझ हुन आँटेछ स्याप्प पार चट्टला भोलि अब कामतिर पनि बिग्रिने हो त्यही नै हो एन्ड म भोलि आज चाहिँ यति नै बनाउँछु होला सायद कन्टेन्ट नत्र अब कन्टेन्ट चाहिँ अब किचनतिर खोजौँला त्यही त हो फेरि कट्टु होला देखाइदिन्छु म त फेरि कन्टेन्ट लाइक गर्नु त फेरि ओकेले गाह्रो छ होला अरू चाहिँ यतिको मान्छे चाहिन्छ कि फेरि कट्टु गरेर कन्टेन्ट देखाउने के सक्दैन नि फेरि अहिले हाम्रो फेरि अरूको बजार छ होइन स्कुटी यस्तो मिठो देखिन्छ कि होइन अनि यतिको लुक्स भएपछि चाहिँ होइन बब्बाले हो सो त्यही नै हो आज हाम्रो केटाहरूले कतिको केटी जिस्काएको ल भनौँ त म माथि जाँदाखेरि चाहिँ होइन यो उत्तानो पर्नु सुतिरहेको थियो कि कस्तो सुतिरहेको थियो बोरो दिसाएर उत्तानो फ्याएर सुतिरहेको थियो कि हजुर यो ज्याकले हेरौँ न औ मान्छे चाहिँ कुकम्यान हो होला हाम्रो अलवेज कुकम्यान चाहिँ यिनीले होइन अब हाम्रो सुजनलाई टिकटकमा फलो ब्याक गरिदिनु होला सो टिकटक आइडी भनिदिइहाल्नु राम्रो सुजन कुमार 014 अनि हाम्रो सरोज भाइको सरोज मुखिया 008 ओ फेरि यो लड्की बाजे फेरि बहुत छ क्या फेरि बहुत फेरि बेला बेला हिन्दी बोल्न आउँछ भने बहुत होइन त्यहीले हो सो
कालो चस्मा लगाएर फेरि स्कुटी त फेरि देखाउन मन लाग्छ होइन हाम्रो भाइले पनि अब रेड फेरि फेरि होइन ओके नै होइन होला के हो होइन होला हो के हो होइन होला के हो हामीले फेरि कट्टु खोलेर कन्टेन्ट देखाउँछौँ कि नै केटाहरू एकदम यस्तो फेरि मिठो तरकारी कट्टु खोलेर देखाइदिन्छ होइन कन्टेन्ट चाहिँ अब बाबाले हो फेरि हामी फेरि नि बोइस यति चढेछ कि होइन कट्टु खोलेर पनि देखाइदिन्छौँ कि होइन होला के हो होइन होला के हो हो केटाहरू हो ल गाह्रो छ यतिको भएपछि होइन रमाइलो पनि हुन्छ सो त्यही हो अब कन्टेन्ट चाहिँ अब किचनमा खोजौँला है कस्तो कस्तो कुकम्यान पनि धेरै भेटिन्छ नि कुकमेनको कमी छैन गाह्रो छ ल त्यही ल जाम सरप्राइज हाम्रो स्कुटी ल हाम्रो त फेरि मेरो न्यू बेबी है होइन पार्टी चाहियो ल यसलाई पनि पूजापाठ गरेको छैन अझै पनि होइन नत्र पार्टी म ल्याम्बा हालेर जुठा हात हालेर पनि दिइहाल्थेँ होइन तर अलि जुठा हात हाल्नु भएन त्यही नै हो ल अब ढिला नगर्ने किचनतिर कता के भाँडा खन्के धुनला किचनमा भयो त्यही दियो ल केटाहरू बुझ धोबी काम गर्नुपर्छ सो गाइज म चाहिँ अब ट्याक्क सुमनियम ब्लग्सको भाइ आइसकेको ट्याक्क सुमन दाइले फोन यही छोड्नु भएको थियो चट्ट म चाहिँ अब सुमन दाइलाई देखाउन जान चाहन्छु सुमन दाइले पकाउने कुक हो क्या अब ब्लग्स चाहिँ कुक हुनुपर्छ क्या ट्याक्क म बाहिर गएर तपाईँलाई भन्छु ट्याक्क हेर्नु यहाँ हेर्नुहोस् है चाहिँ अब ट्याक्क सुमन दाइले कि थाहा छैन सबै मेरो कुकमेनलाई सुमन ल हेर्नु आम कुकमेन ब्लग चाहिँ दाइले बिर्सिनु भयो कि भनेर सम्झाइदिएको न्यू बेबी घरमा चाहिँ नयाँ बेबी आएको चाहिँ होइन मासु पाक्ने कुकम्यान फेरि मैले फेरि पसिना काट्दै अब होइन मासु ल्याङ हाल्न आइएछ होइन राम्रो छ अनि जिन्दगीमा यतिको भएपछि गाह्रो भइहाल्छ नि त हो होइन अब कन्टेन्ट चाहिँ अब बिस्तारै अब बल आउँछ होइन फेरि होइन हाम्रो चाहिँ फेरि अब एउटा क्लिप चाहिँ भाइरल बनाइदिनु पर्यो हजुरहरूले भाइरल कस्तो हुन्छ फेरि चाहिँ होइन हाम्रो खतरा हो कि कस्तो देखाएर पनि भाइरल हो फेरि यो त्यहाँ स्पेसल भनेको चाहिँ होइन एक दिन चाहिँ म तपाईँलाई यस्तो बल कन्टेन्ट देखाउनु वाला छु कि भनेर देखाउनु वाला छु होइन सो सबैजना हाम्रो फ्यामिली चाहिँ अब बाहिर हुन्छ बसेर आउनुभयो आज हाम्रो मम्मी भान्जा हाम्रो बेना दिदी माथि जानुभयो होइन साट्टा बाबा चाहिँ बिजी हुन्छ भान्जाले त फेरि मलाई खतरा अब बक्सिन्छ बाले होइन कता जान्छु भित्रै जान्छु म त भगे किचनतिर मेरो ग्लभ लगाएर ओहो मामालाई बक्सिङ मलाई म त धोबी पिठा खान्छु कि भान्जा भान्जीको त फेरि खतरा वाइलो बोधी खाने भनेको होइन के अब भान्जा मेरो मम्मीको म भान्जा ल सो त्यही नै हो खानासाना पकाउँछु अब म भर्खर पनि इन गर्नेवाला छु सो त्यही नै हो होइन लाइक सेयर सब्सक्राइब गरिदिनु नबिर्सिनु ल त्यही नै हो बोधी अब खतरा खाइदियो के अरे मासु पनि डढ्यो होला आई डोन्ट नो
त्यही नै हो लाइक सेयर सब्सक्राइब चाहिँ अब गरिदिनु होला ल ल बाई बाई भ्लग चाहिँ म इन्ड गरेको है त्यही नै अब नेक्स्ट भ्लग चाहिँ आउनुवाला छ त्यही नै हो कुर्नु होला नेक्स्ट भ्लग चाहिँ त्यही नै भन्ने छु म बाई बाई